पैसा नै सबैभन्दा ठुलो होइन कुरा होइन एउटा एक दुईवटा कुराहरू पनि मैले तपाईँहरूलाई भनिरहेको थिएँ नि हरेक कुरा होइन मलाई डिप्रेसन होला जस्तो भएको थियो क्या अब किनभने अब मान्छेको 100 रुपियाँ खाएर नहिँड्ने मान्छे म अनि खाएर नहिँड्ने मान्छे भन्दा नि 100 रुपियाँ खाँदा कहिले तिर्नु होला ला कहिले गएर साथीहरू सबैजना वेलकम ब्याक टु माई ब्लग फेरि पनि गुड मर्निङ लासो आई होप तपाईँहरू सन्चै हुन्छ होला र म पनि सन्चै छु भनौँ है र आज चाहिँ मैले ब्लग स्टार्ट गरिरहेको छु ताप्लेजुङबाट होइन मेरो माइत गाउँबाट है सो अहिले चाहिँ म कहाँ जाँदैछु भने ताप्लेजुङसम्मको यात्रा हो ताप्लेजुङ बजारसम्मको एकछिन काम छ के काम थियो होइन निकै धेरै थियो अब थोरै कामको लागि म निस्किँदैछु हाम्रो मार्केट चाहिँ ताप्लेजुङ बजार हो र दोबानमा पनि हो दोबानभन्दा धेरै अब सब कुरा ताप्लेजुङमा हुने भएको कारणले चाहिँ ब्याङ्किङहरू हरेक कुराहरू माथि मात्रै भएको कारणले चाहिँ उँभो जाँदैछु म चाहिँ आज अनि र के गर्छु त यो भ्लगमा हेर्नु होला त्यो साथ र सपोर्ट दिनु होला पर भाइ जाँदैछु मेरो यात्रा ताप्लेजुङ बजारसम्मको छ हतारसम्मलाई निकै होइन र मैले भ्लग स्टार्ट गरेको यहाँ हाम्रै गाउँबाट है र मन त घाम लागिरहेको छ जानुलाई रेडी भइराखेको भाइ म राम्रो लुगा पनि लाउनु नपाइकन हतार होइन जुत्ता पनि राम्रो लाउनु नपाइ कुदेको मेरो चाहिँ विशेष काम छ होइन र अहिले चाहिँ निस्किसकेँ म चाहिँ साथीहरू यहाँ चाहिँ भाइले पर्खिराख्नु भयो त टक्कै अब हिँड्यौँमा हामी चाहिँ लेख्छु साथीहरू यस्तै हो मन त घाम लागिरहेछ ला छाता बोक्नु बिर्सेछ ज्याकेट चाहिँ लगाएको हल्का होइन यो यस्तै हुन्छ क्या अरू भन्दा नि यस्तै हुन्छ क्या जहिले म कस्तो डर लाग्यो अरू बेला भन्दा नि जहिले यस्तै हुन्छ क्या म हिँड्ने बेलामा हतार हुन्छ क्या तर अलिक ढिलो आउनुहुन्छ होला भाइ भनेर म भयो कि अनि अलिक छिटै निस्किनु भयो भने चाहिँ 7:30 भयो कि हामी त 7:30 भयो अब एकछिन बजारमा काम छ थुप्रै काम थियो छिर्नु त दिदी पनि त भ्याउनु हुने अरे आज चाहिँ भेट हुँदैन हाम्रो मान्छे मरेछ उता अनि त्यही भएर चाहिँ दिदी निस्किनु नपाउनु पनि भयो मेरो भेट्नै पर्ने काम थियो तर अब ठिकै छ भोलि पर्सि भेट हुन्छ दसैँमा आउँछु भन्नुभएको छ भ्यायो भने बाटो त यताबाट पिच छ नि त्यही भएर हामी यो साइडबाट आएको साथीहरू र अब तपाईँहरूलाई कति देखाउनु एउटै बाटो होइन त्यो वाको देखाउने हुन्छ होला तर धेरै भयो एकछिन देखाउने प्रयास गर्छु है र अरू एउटा इम्पोर्टेन्ट कुराहरू पनि भन्नु छ म भन्छु पिक्चर माग्नु ल बाइकले यात्रा गर्दैछ यता यसरी यतैबाट हिँड्छ क्या सबैजना अहिले चाहिँ है कुनै ठाउँ यस्तो छ है साथीहरू वानपुलमा आइपुग्यौँ ठ्याक्कै होइन यत्रो रहेछ खोला चाहिँ अहिले अनि टक्क जुस पनि लिएँ मैले चिप्स बिस्किट हतार होइन बिस्किट टक्क लिएको टक्क खानुपर्छ लिची यो भाइ चाहिँ फ्रुटी खानु हुने रे फ्रुटीमा टाढा आयो त्यही मान्छेहरू भाइरल ताप्लेजुङको भाइरल रोड यो भाइरल रोड त होइन है भाइरल
आइपुग्यौँ फाइनली 1 घन्टा पछाडि। छ्यागा के साह्रो फोरी हौ यस्तोमा उयो टाँस 2 घन्टा पनि बोटे घाँयो। अहिले आउँछु ल। नौ मात्रै बजेछ होइन र म बजारमा आइपुगेँ। यस्तै हो 9 मात्रै बज्यो अनि काम छ छैन सुनसान एक्लै यहाँ बसिरहेको। छिटो आइदिएछ आज चाहिँ। ट्याक्क चाहिँ काम गरेर म त आएँ। मेरो काम चाहिँ एउटा चाहिँ भयो, जस चिनेकै हुनुहुन्छ क्या, त्यही भएर चाहिँ सजिलो भयो। अहिले भइहाल्यो। मेरो चाहिँ पैसा अलिकति निकाल्नु पनि थियो, निकाले पनि होइन। क्युआर विथड्र गरेँ मैले चाहिँ, त्यही हो साथीहरू। तर अब उयो गरिदिनु भएको छ, प्रोसेस चाहिँ गरिदिनु भएको छ। भरेसम्म भयो भने आउनु भन्नुभएको छ, नत्र भएन भने अर्को सिस्टमबाट बनाइदिन्छु। अब म यो मेरो एयरफोन लिनु छ कि कति जस्तो 1200 अरे यार। एयरफोनलाई पनि 1250 अरे। यहीँ किन्नु पऱ्यो भनेर यहाँ आएको म चाहिँ भेनारकोमै। यहाँ थापा स्टोरमा छु साथीहरू। पानी कस्तो हुन्छ भइरहेको छ कि काम छ अनि ठ्याक्कै सामान झर्दो रहेछ क्या यहाँ। मैले चाहिँ यहाँबाट अलिकति गरेको तल पाउँदैन नि त दोकानमा, त्यही भएर अलिकति लिएको यहाँबाट। 11:36 भएछ होइन। हामी चाहिँ अब फर्केकै साथीहरू हतार भयो। त्यही हो। एउटा चप्पल चाहिँ किनेँ मैले। आपत परेर चप्पलै सपिङ गर्न आएको जतिकै भयो छ्या। अनि हतार भयो त अनि अहिले नै अब ठिकै छ। अब भोलि पर्सि पनि दिन अझै 20 दिन जस्तो छ दसैँ आउनु। अब भाइले नै ल्याइदिनुहुन्छ अरू कुराहरू। अब गर्नु सक्यो भने आउँछु, भएन भने टक्क पैसा चाहिँ यहाँ अब दिनुपर्ने भयो साथीहरू। माग्नु नि हरिभाइकोमा पैसा ट्याक्क दिनुपर्ने भयो यहाँ पसलमा। अब मैले यहाँ पैसा तिरिसकेँ साथीहरू। अनि यहाँ अब फेरि किन्नुपर्ने हुन्छ। मेरो खाता चाहिँ त्यहाँ पल्टायो। आधी चाहिँ मोबाइल ब्याङ्किङ गरिदिएँ अनि आधी चाहिँ पैसा ल्याएर दिएँ मैले। 1 लाख सामान लोड हुँदैछ त्यहाँ। यहाँनिर यहाँबाट झार्नुपर्ने भयो क्या, झारेको छैन सामान। अनि
बाटो अब हाम्रो नि हो कहाँ फुल गाडी हो केही छ भनेको साथीहरू हिँडेको त हामीले गऱ्यौँ 12:21 भएछ हामी 8:30 कस्तो दामी सिन देखाएको है यहाँ चाहिँ बाटो बनिँदो रहेछ साथीहरू होइन अनि त्यही हो साथीहरू म चाहिँ यहाँ उत्रेँ पिचमा यहाँ अनि के भयो भने म सामान चाहिँ उतै लिएर जानुभयो त्यहाँ खाना बनाउनुलाई खाना पनि छैन अरे क्या अनि त्यही भएर सामान उतै लिएर जानुभयो ठिकै छ अब म यता आएँ यसमा ल्याइदिनुहुन्छ त्यो साथीहरू भिडियो भ्लग चाहिँ कस्तो लाग्यो मैले बनाउनु पाइनँ एकदम हतार भयो क्या हतारमै कुदेर आइयो पुगेर जस पुगेर चाहिँ आइयो एउटा काम त भयो नि त जस होइन अब तल त्यस्तो अब एउटा कारोबार एउटा मिल्यो अब जस अब अनार देखाएको जस्तो हुँदैन पैसा नै सबैभन्दा ठुलो होइन कुरा होइन एक दुईवटा कुराहरू पनि भन्नु थियो मैले तल अनि यसरी मैले लाखौँ यस्तो हो क्या अस्तिदेखि मैले तपाईँहरूलाई भनिरहेको थिएँ नि हरेक कुरा होइन मलाई डिप्रेसन होला जस्तो भएको थियो क्या अब किनभने अब यत्रो पैसा तिर्नुपर्ने थियो मेरो अब तल होइन अनि यस्तो हुन्छ मान्छेको 100 रुपियाँ खाएर नहिँड्ने मान्छे म अनि खाएर नहिँड्ने मान्छे भन्दा नि 100 रुपियाँ खाँदा कहिले तिर्नु होला ला कहिले गएर तिर्नु होला भन्ने मान्छे म अनि यत्रो पैसा तिर्नु हुँदाखेरि मलाई हुँदैन मनमा त्यही भएर हो क्या अब अलिकति भए पनि ढुक्क भयो नि त होइन तिर्यो अनि अब अनि त्यही हो साथीहरू अरू बेला जस्तो अनि ठ्याक्क पुरै भिडियो बनाउनु पाइनँ क्या आज मैले होइन हतार भयो क्या मात्र 2 घन्टामा हरेक कुरा गरेर आएको तर सबै कुरा सकिएन होइन ठिकै छ अब दसैँको लागि हल्का सपिङ पनि गर्नु गएको थिएँ भयो हल्का सपिङहरू पनि गरेँ सकेसम्म होइन अनि त्यहाँदेखि भिडियो के कस्तो लाग्यो अब त्यस्तै हो जिन्दगी भनेको अब बुझ्नुहुन्छ मेरो भ्युअरहरूले अब मैले जति भिडियो बनाएको छु नि होइन जस्तो बनाएको छु नि त्यति मात्रै बुझ्नु होला त्योभन्दा बढी नबुझ्नु होला त्योभन्दा बढीको मान्छे पनि होइन म होइन सकेसम्म ठिक्क त्यही अब जति बनाएको छु त्यति मात्रै बुझ्नु होला भन्छु होइन अब त्यही हो भिडियो के कस्तो लाग्यो लाइक गर्नु होला कमेन्ट गर्नु होला तपाईँहरूको मनमा लाग्यो होला अब के गरेकोले कसरी यस्तो भन्ने हुन्छ होला होइन कमेन्ट गर्नु होला तपाईँहरूको हरेक क्वेसनलाई हरेक कमेन्टहरूलाई म रिप्लाई दिने प्रयास गर्नेछु र एकदमै भोक लागेको थियो मलाई चाहिँ अघि एउटा जुस मात्रै खाएर आएको थिएँ होइन ताप्लेजुङबाट मैले चाहिँ बिहान जाँदा त्यो एउटा बजाम जुस किनेको त्यही मात्रै खाएको थिएँ म प्रायः हिँड्दाखेरि त्यस्तै हुन्छ कि हतार हुन्छ कि हरेक काम गर्दा त्यही हुन्छ क्या जहिले बिजी नै भइन्छ क्या बाहिर निस्केपछि म एक्लै हिँडे पनि 10 जनासँगै हिँडे पनि होइन त्यही हुन्छ कि त्यही भएर बरु घुम्नु हिँड्यो भने मात्रै हो क्या अनि त्यही भएर चाहिँ मैले केही पनि खाइनँ एकदम भोक लागेको थियो अनि ब्लग स्टप गर्नु पनि पाइनँ क्या मैले फिनिस गर्नु पनि पाइनँ अनि चट्टै अहिले चाहिँ कति भन्छ 5 बज्यो अनि अब चाहिँ के भन्छ भने माछा ल्याएको छ अनि अघि चाहिँ मैले खाना खाएँ बनाउनु भएको रहेछ फुपूले अनि आएर खाएँ 1:30 मा अब माछा चट्ट बनाएर खाने हो त्यही हो ससेर रहनु होला व्यस्त रहनु होला नयाँ भिडियोको साथ होइन नयाँ अपडेटको साथ फेरि पनि आउने छु भन्दै आज चाहिँ के भन्छ अब मैले चाहिँ कोसिस गर्दैछु साथीहरू डेली भ्लग ल्याउने कोसिस गर्दैछु कस्तो नेटै प्रब्लम छ क्या मैले अपलोड गर्नु खोज्छु भिडियो त्यस्तै हुन्छ क्या भिडियो नै अपलोड हुँदैन क्या त्यही भएर चाहिँ अब दुःख लाग्छ क्या मलाई आज बनाएको भिडियो आज लाउनु पाएन भने नभएको नि 2 दिन पछाडि लाउनु पाएन भने यस्तो दुःख लाग्छ क्या मैले अस्ति धरानबाट आएको भिडियो बल्ल अघि ताप्लेजुङ बजार जाँदाखेरि त्यहाँनिर बजारमा वाइफाईबाट मैले अपलोड गरेँ तर अब जति सक्दो म अब डेली भ्लग ल्याउने कोसिस गर्छु है ल साथीहरू अब यहाँदेखि पछाडि चाहिँ म डेली भ्लग ल्याउने कोसिस गर्छु अब भनेको दसैँ भनेको कसरी मनाइन्छ त हाम्रोतिर कस्तो हुन्छ त होइन यो फेस्टिभलहरू कसरी चाडपर्वहरूलाई कसरी गर्छ हाम्रोतिर भनेर त्योहरू म चिजहरू हरेक कन्टेन्टहरू ल्याएर फेरि पनि उपस्थित हुने ट्राई गर्दैछु होइन जस भ्लगमा चाहिँ मैले भ्लगलाई चाहिँ थोरै टाइम दिनुपर्छ अब सकेसम्म मैले टाइम दिनुपर्छ भ्लगलाई भन्ने लागिरहेछ क्या मलाई होइन मैले अब
जति बिजी भए पनि जति जे भए पनि हैन विगतका दिनहरुमा अब मैले ब्लगहरुमा अस्ताउँदै गएको थिएँ हैन तर अबको दिनहरुमा जोस र जागरहरु चाहिँ मैले अलिकति बढाउनु पर्छ जस्तो लाग्दैछ क्या साथीहरु त्यही भएर डेली ब्लग हेर्नुलाई चाहिँ एकदम रेडी भएर बस्नु होला डेली ब्लग बनाउने कोसिस गर्दै छु मैले हैन बनाउँछु या बनाउँदिन बनाउन सक्छु सक्दिन हैन त्यो मेरो हातमा छ सकेसम्म मैले बनाउने कोसिस गर्दै छु अब ठिकै छ साथीहरु अब जे जस्तो भए पनि अब म जहिले मान्छे सिरियस हुँदैन जहिले खुसी पनि हुँदैन जहिले दुखी पनि हुँदैन त्यही हो हैन सकेसम्म अब बनाउने अनि फेरि पनि हैन अब फेरि पनि युट्युबमा अब संघर्ष मेहनत गर्ने कोसिस चाहिँ गर्दै छु 4000 सब्स्क्राइबर पुग्न आट्यो अनि र निकै चाँडै नै आउँदैछ हाम्रो 5000 सब्स्क्राइबरमा चाहिँ पुग्ने बित्तिकै हैन हाम्रो चाहिँ ट्रिट आउँदैछ एउटा स्पेशल भ्लग आउँदैछ हाम्रो चाहिँ ग्रुपिङमा त्यो पनि वेट गर्दै गर्नु होला केही समय हैन त्यो हामीले गर्दै छौं एउटा छ हाम्रो पनि अब के भन्छ अब यो कहिले आउँछ भनेर चाहिँ म भन्दिन एकदम स्पेशल ठाउँमा तपाईहरुलाई लगेर जाँदैछु सो गराउँदै छु हैन हाम्रो यहाँ भइराछ कुराहरु साथीहरुसँग हैन मिली कुरा हुँदैछ अब सकेसम्म जति सक्दो चाँडै लगेर जान्छौं र यस्तै इन्ट्रेस्टिङ ठाउँतिर म घुमाएर देखाउँछु अब यस्तो दामी ठाउँतिर हैन अब हाम्रोतिर पनि छ ठाउँहरु अब मैले पो वास्ता गर्दिन यहाँको मान्छेले पो वास्ता गर्दैन हैन इलामको कन्याम भन्दा धेरै रोचक ठाउँहरु पनि छ क्या मैले अस्ति गएर इलामको कन्याम त्यति राम्रो लागिन भन्नुको मतलब तपाईहरुलाई थाहा हुन्छ के मेरो ब्लगमा नछुटाइ हेर्नु भयो भने क्या कुनै ठाउँ त्यस्तो त्यो भन्दा डबल राम्रो पनि ठाउँ छ हाम्रोतिर हैन सो त्यही हो साथीहरु मलाई चाहिँ अब गाउँमा बसेको भएर त्यति धेरै लाग्दैन क्या बाहिरतिर जाँदाखेरि त्यति लाग्दैन अब त्यही हो अब यसो पार्कसार जाँदा त्यही यस्तो हुन्छ अब त्यही मात्रै हो हैन अब कुनै ठाउँ राम्रो पनि हुन्छ कुनै ठाउँ नराम्रो पनि हुन्छ त्यही हो नयाँ भ्लगको साथमा र नयाँ अपडेटको साथमा जति सक्दो चाँडै भेट्ने छु र डेली भ्लगमा फेरि पनि उपस्थित हुने छु अब सकेसम्म मैले डेली भ्लग आउँदाखेरि चाहिँ एउटा इन्फर्मेसन दिनेछु एउटा भिडियोमा चाहिँ मैले नोटिस भन्ने छु अब यो डेली भ्लग आउँदैछ भने सकेसम्म अब ल्याउँदैछु धेरै दिन छैन हैन हामी नजिकै छौं 5000 सब्स्क्राइबरको त्यही भएर 5000 सब्स्क्राइबर पुर्याउनुलाई चाहिँ एकदम प्रोसेस तपाईहरुले गर्नु पर्यो है एकदम गर्दिनु पर्यो है प्रोसेस गर्नु पर्यो है शेयर गरेर हैन त्यही हो मैले ट्रिट दिँदैछु साथीहरु त्यही हो सकेसम्म पुरा सपोर्ट गर्नु होला के कस्तो आउँदैछ अब तपाईहरुले चाहेको जस्तो मैले भिडियो ल्याउन सकेको छैन अहिलेको समयमा भनेको लाइनको प्रब्लम हरेकको प्रब्लम हैन यो प्रब्लमहरुलाई झेलेर पनि मैले ल्याउन सक्छु चाहे भने हैन त्यति चाहिँ क्षमता छ के ममा अनि त्यही हो र यति भन्दै आजको भिडियोमा अलिकति मैले कुराहरु खुल्देको हो किनभने अलिकति भनिराख्दाखेरि तपाईहरुलाई पनि सहज होस् न हैन डेली भ्लग हेर्नुलाई कति जना आतुर हुन्छ होला के हुन्छ होला अब एउटै टाइममा मात्रै भ्लग ल्याउने पनि मैले कोसिस गर्छु बहिनीहरुले भन्दै हुनुहुन्थ्यो त्यहाँ मेरो हस्बेन्डले पनि भन्दै हुनुहुन्थ्यो एउटै टाइममा ल्याउ न तिमीले भ्लग भन्दै हुनुहुन्थ्यो कि अब एउटै टाइममा पनि ल्याउँछु त्यो म भन्छु तपाईहरुलाई यो टाइममा ल्याउँछु भनेर अब हैन अब अलि पछि अहिले भनेको अब किन र छँदैछ हैन दिनमा एउटा चाहिँ ल्याउने कोसिस गर्छु त्यही हो र अर्को भिडियोमा फेरि पनि जति सक्दो चाँडै र एकदम इन्ट्रेस्टिङ भ्लगको साथमा हैन नयाँ जोस र जागरको साथमा फेरि पनि भेटौं है अहिले आजलाई चाहिँ छुटौं यो मेरो भिडियो चाहिँ यही टुङ्ग्याउन चाहन्छु भन्दै सी यु अगेन लट्स अफ लभ